खाने हो आज मोमोको लागि चाहिँ रेडी गर्दैछु अचार बनाउनको लागि बदाम भुटेर बदाम पिन्दैछु अचार रेडी हुँदैछ धेरै दिनपछि आज मोमो खाने भनेर सबैजनाले मोमोको लागि अचार रेडी गर्दैछु अनि यहाँ चाहिँ सानो छोरीले किमा मुस्ने काम गर्दैछ यहाँनिर चाहिँ भेज मोमोको लागि रेडी भइसकेको छ अनि यतापट्टि चिकन मोमोको लागि रेडी भयो किमा अनि विपिन चाहिँ बाहिर निस्किनु भएको थियो अहिले अलिक ढिलो आउनु भएर म फटाफट बेलिदिन्छु छोड भन्नुभएर बेल्नु थाल्नुभयो र हामी चाहिँ बनाउन थाल्यो आमा छोरी यता सानो छोरी चाहिँ मोमो बनाउने भनेर सिक्दैछ अनि ठुलो छोरी छैन कता गयो भनेको ठुलो छोरी चाहिँ भिडियो बनाउनुमा व्यस्त छ हामी सबैजना मिलेर चाहिँ मोमो बनाइसक्यौँ अनि त्यसपछि मोमो फेरि रेडी हुन आँटेको छ मोमो चाहिँ अलि राम्रो पाकेको छैन रहेछ त्यसपछि फेरि पाकेपछि आमालाई दिएर आमा खुसी भएर मिठो भएछ भन्दै हुनुहुन्छ